Good morning, friends. Today I'm taking you on a peaceful journey through the morning view of my beautiful hometown, Merrick. So, friends, I've already told you that I'm going to show you the morning view. So, आज तपाईहरुलाई म मिरिकको बिहानी दृश्य देखाउन गइरहेको छु। My hometown, a hidden paradise पनि भन्न सकिन्छ किनभने it is surrounded by hills and also forest. And the gentle sound of flowing water brings peace to the soul. यहाँनिर किसिम किसिमको चराचुरुङ्गीहरू पनि आउने गर्छन्। यसै प्रकारले हेर्नुस् ल हाम्रो घरमा पनि गुड लगाएको छ। अनि यहाँनिर we can see different varieties of flowers in one garden. किसिम किसिमको छ फुलहरू। अनि म कतिवटा त नाम जान्दिनँ तर यसलाई चाहिँ म कुकुर फुल भन्छु किनभने मुख प्रेस गर्दाखेरि पाउ पाउ गर्छ। यो फुलहरू पनि मलाई प्राय थाहा छैन तर एकदमै सुन्दर देखिन्छ। यसलाई चाहिँ कुकुर फुल भन्छु। देख्न सक्नुहुन्छ कति राम्रो कलरहरू हेर्नुस् न कति मिठो छ। मेरो येलो त बेस्ट हो। ट्युलिपहरू पनि छन्। भर्खर कोपिलाहरू लाग्दैछ। अनि यहाँनिर गुराँस पनि छ। ढकमक्क फुलिरहेका छन्। उतापट्टि चाहिँ हस्पिटल हो। अनि मौरीको ढुर पनि देख्न सक्नुहुन्छ यहाँनिर। We can also say this is homegrown garden full of gratitude. And my parents' hands have nurtured every leaf, every flower, every roots in this garden. यहाँनिर फुलकोपी, बन्दाकोपी, ब्रोकोली तीन सधैँ बाबालाई भनिबस्थ्यो होइन के गरिबस्नु भएको काम के गरिबस्नुहुन्छ आमा भन्थे होइन। हेर्नुहोस् त कति राम्रो स्याहार्नु हुँदो रहेछ। यहाँ अब चाहिँ कोठी पनि देख्छ है माथि बङ्गलो साहेबको बङ्गलो। अनि यहाँतिर त थुप्रै मृग चितुवाहरू पनि आउने गर्छ। बाँदरले त पुरै यहाँ त सखाप गर्छ नि। अरू बेला हुन्छ नि बाँदर आउने सिजन हुन्छ कि यहाँनिर अम्बकको रुखहरू छ सबै सखाप गर्छ बाँदरले ध्वंस पार्छ। अबे कति मिठो चराको कलर हौ।